हेलो साथीहरू, आज चाहिँ म अकबरी खुर्सानीको अचार बनाउन गइरहेको छु। मैले चाहिँ आधा केजी अकबरी लिएको छु। यसलाई मजाले धोएर पखाल्ने अनि त्यसपछि यसको डाँक्ला निकाल्ने। डाँक्ला निकाल्यो भने चाहिँ पछिसम्म पनि बिग्रिँदैन। डाँक्ला छ भने चाहिँ ढुँडी उठ्ने गर्छ हैन। डाँक्ला निकालेको राम्रो। त्यसपछि मैले यसलाई 1 घण्टा जति घाममा सुकाएँ। त्यसपछि हामी लसुन केलाउनतिर थाल्यौँ। लसुन चाहिँ अलिकति चाहिन्छ, आधा केजीमा अलिकति लसुन चाहिन्छ अनि लसुन केलाउन चाहिँ टाइम लाग्छ। त्यही भएर हामी 2 जना भएर केलायौँ गफ गर्दै अनि लसुन केलाउँदा चाहिँ नङभित्र लसुन पसेर 2 जनाकै पोलिरहेको थियो। त्यसपछि उहाँले लसुन काटिदिनु भयो सानो सानो पारेर अनि मैले कराई बसालेँ। कराई तातिसकेपछि तेल हालेँ। तेल चाहिँ आफ्नो इच्छा अनुसारले हाल्ने, आफूलाई कति मनपर्छ हैन। तर अचारमा चाहिँ अलिकति तेल भयो कि राम्रो। तेल कम भयो भने चाहिँ ढुँडी उठ्ने सम्भावना हुन्छ। यहाँहरूलाई कस्तो लाग्छ? त्यसपछि मैले मसला हालेँ। मैले मसला चाहिँ हिजै रेडी गरेर राखेको थिएँ, जिरा र धनियाँको पेस्ट हैन। अनि त्यसपछि बेसार हालेँ। बेसार पनि आफ्नो इच्छा अनुसारले हाल्ने। त्यसपछि नुन हालेँ। नुन पनि यहाँहरूलाई कतिको मनपर्छ त्यही अनुसारले हाल्दा हुन्छ। नुन हालेँ अनि नुन हालेर चाहिँ यसलाई मजाले चलाउने। मसला चाहिँ मजाले पाक्यो भने चाहिँ राम्रो स्वाद आउँछ हैन। मसलालाई चाहिँ त्यसपछि खुर्सानी हाल्न सुरु गरेँ। खुर्सानी हालिसकेपछि चाहिँ यसलाई मजाले चलाएर मैले चाहिँ एकछिन पाक्न छोडिदिन्छु हैन। धेरै बेर चाहिँ पकाउँदिनँ, मलाई ग्रेभी हैन हल्का दाना दाना खालको बनाउन मन लागेको छ। योचोटि चाहिँ अर्कै स्वाद हुन्छ नि त, ग्रेभीको अर्कै हुन्छ, दाना दानाको अर्कै स्वाद हुन्छ। त्यही भएर अनि मजाले पाक्न छोडिदिने। सानो ग्यास पारेर मैले चाहिँ आधा घण्टा जति छोडिदिएँ। त्यसपछि हाम्रो अचार इज रेडी। यस्तो भएको छ। वाउ, लुक्स यमी। यहाँहरूलाई कस्तो लाग्यो हाम्रो अचार कमेन्ट गरिदिनु होला। त्यसपछि चाहिँ मैले यसलाई सेलाउन छोडिदिएँ 2 घण्टा जति अनि सिसीको बोतलमा हालेर राखेँ। यसलाई चाहिँ म हप्ता दिन जति बाहिर राखिदिन्छु। त्यसपछि चाहिँ फ्रिजमा हालेर राख्छु। यहाँहरू चाहिँ कसो गर्नुहुन्छ कमेन्ट गर्नु होला। धन्यवाद।